नमस्ते। हजुरले के गर्नु हुँदैछ? म त यो दालिमको जुस बनाउनको लागि दालिम काट्दैछु छोराको लागि। दिल्लीमा त बहुत गरम छ गाइस। यस्तो गरम छ दिल्लीमा के भन्नु र। छोरा काममा डेली जानुहुन्छ, छोरा जान्छ काममा। छोराको लागि हमेसा यो दालिमको जुस बनाइदिनु पर्छ मैले। हेर्नुहोस्, दालिमको जुस बनाइदिनु पर्छ। दालिमको जुस खायो भने अलिक ठन्डा हुन्छ। बहुत गरम छ दिल्लीमा त। अब रुममा आएर बसेछु आश्रमबाट। छोरालाई सहारा गर्नुलाई। छोरा एक्लै छ, छोरालाई खानासाना बनाइदिनु पर्यो। म त एक्लै दिनभरि रुममा बसिराख्नु पर्छ। अब छोराको लागि खाना बनाउँदा टाइम पास हुन्छ मेरो त। यसको लागि यो दालिम पनि अनलाइन मगाएको, यो मेसिन पनि अनलाइनबाट मगाएको। यहाँ त बहुत राम्रो छ गाइस, किन बस्तीको जग्गा जस्तो छैन। किन जे चिज पनि सामानहरू पनि सब अनलाइनबाट मगायो भने पाइन्छ। हेर्नुहोस्, सबै मैले यो सबै बाछेर यो सबै मैले बनाएँ यो। यसको बादमा यो यहाँ सबै ढुकाउनुपर्छ, यसरी राख्नुपर्छ यहाँ सबै यहाँ यसरी राखेर सबै यहाँ भराएर त्यसको बादमा यो मेसिन यस्तो यो फेरि यो राख्नुपर्छ। हेर्नुहोस्, यो राखेर यसरी राखेर यो चलाइदिनुपर्छ, त्यहाँ आरामले गिरिरहन्छ। गाइस, अब यो मेरो पनि बनिसक्यो। अब मेरो नानी पनि घरमा आउने टाइम भयो, काम छुट्टी भएर। मेरो अरुण छोराको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। हजुरहरूलाई बहुत बहुत धन्यवाद छ मेरो तर्फबाट। हजुरहरूलाई सबैलाई नमस्कार छ। हजुरहरू राम्रोसँगले बस्नु होला, आफ्नो ख्याल राख्नु होला। म पनि मेरो छोराको मेरो ख्याल त राखिराखेको छु। हजुरहरू पनि राम्रोसँगले बस्नु होला। नमस्कार छ हजुरहरूलाई।